सो हेलो गाइज, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो मिनी भ्लगमा। सो आज चाहिँ म रातिको 10:30-11 बजी बनाउँदैछु भिडियो, किनभने हामीहरूलाई चाहिँ राति सुत्न आँटेको भोक लाग्यो। अनि त्यसपछि अनि भोक लागेपछि के गर्नु है, केही त खानै पर्यो भनेर अनि चाउचाउ बनाउन खाने भने चाउचाउ बनाएर खाऊँ न त दिदी भनिहाल्छ, किनभने म आज पल्लो घरमा गएको थिएँ कि बस्नको लागि। त्यसपछि त्यसले दिउरेमा पानी बसायो अनि अन्डा सन्डा पनि फुटाएर अनि चाउचाउ बनाउनको लागि रेडी गर्न थालेँ। आज चाहिँ त आफै बनाएँ, म भिडियो मात्र बनाउँछु भनेको थिएँ। अनि मिल्ने पनि हुन्छ भने त्यसपछि हामी बनाउन थाल्यौँ। चाउचाउ यता चाउचाउ हालिसक्यौँ, उम्ल्यो। तर चाउचाउ चाहिँ एउटा मात्र थियो, 50 रुपियाँ खालको ल्याएको थियो, एउटा मात्र थियो क्या, अनि यादै भएन। अनि त्यसपछि सबै रेडी भयो। त्यसपछि अनि अब पहिला पकाएका भाँडाकुँडाहरू धुम, अनि त्यहाँबाट भित्र गएर खाऊँ भन्यौँ। अनि त्यसपछि सबै त रेडी भयो। अनि म चाहिँ के खाँदैछु। त्यसपछि हामी भित्र लिएर गयौँ। भित्र लिएर गएको यसले चाहिँ यो पनि खानेकुरा छ, यो पनि खाऊँ भन्थ्यो, स्याउ पनि छ, बिग्री सक्नु आँटेछ दिदी खाऊँ ल भन्यो। अनि ठिकै छ त, अब आज रातभरि खाएर बस्नुपर्छ भने। त्यसपछि अनि रमपमले अनि चाउचाउ हामीहरू दुईजनाले खान थाल्यौँ। साह्रै मिठो हुँदो रहेछ हो, राति खाँदाखेरि त झन् धेरै मिठो भोक लागेको थियो। त्यसपछि पानी खायौँ। त्यसपछि अनि सुन्तला पनि 3-4वटा थियो, सुन्तला पनि तास्दै खाँदै गरेँ। मैले एउटा खाँदा उसले 2टा खाइसक्थ्यो, के साह्रो छिटो खाकी। अनि त्यसपछि खाइसकेर अनि